my cute followers, welcome back to my YouTube channel. And for today's vlog I'm gonna do something really adventurous which I haven't done since very long, so keep guessing where I am going today. So guys, म दार्जिलिङ स्टेसन आइपुगेँ है। अब यहाँबाट चाहिँ मलाई त्यो म जानुपर्ने ठाउँको मान्छे चाहिँ यहाँबाट पिक गर्न आउनुहुन्छ भनेर मलाई टेक्स्ट पठाएको छ। सो आई एम गोना स्टे हियर एन्ड वेट टिल ही कम एन्ड पिक मी अप। I'm from Nepal. Nepal. Yeah. Nice to meet you. Are you exchange student? No, I'm not exchange student. I work here. You work in Korea? Yeah. Whoa. Thank you. So this is the car. Also, गाडीमा राखेको छ मलाई। Yeah, the most beautiful girl since I met Nepal woman. Thank Miss you. Nepal. Thank Come you. on, Miss Nepal. Thank you. How old are you? I'm 25. 25? Yeah. How long have you been in Korea? 5 years. Can you speak Korean? Little. Little? Yeah. Come on. Thank you. Do you holiday today? Yeah, it's my day off. Huh? Yeah, it's my day off. यता चाहिँ आई गेस सो यो हेरेर आई होप तपाईँहरूले एक्सपेक्ट गरिसक्नु भएको होला वेयर आई एम गोइङ एन्ड वाट आम गोना डु। सो यस आई एम गोइङ फर प्याराग्लाइडिङ। सो प्याराग्लाइडिङको लागि चाहिँ एक दिन अगाडि नै बुकिङ गर्नुपर्ने रहेछ अनि मैले चाहिँ उहाँलाई वाट्सएपमा एड गरेर आफ्नो लागि रिजर्भेसन गराएको थियो। अनि त्यसपछि त्यहाँ जाने बित्तिकै फर्स्टमा चाहिँ दे आस्क मी टु साइन अ फर्म, भोलि पर्सि तपाईँलाई के भइहाल्यो भने दे आर नट रेस्पोन्सिबल भनेर। त्यो पनि मैले खुसी खुसी पैसा दिएर रिजर्भेसन कन्फर्म गरेँ। अनि त्यसपछि त्यो पैसा पाएपछि चाहिँ बल्ल उहाँले मलाई लुगा दिनुभयो फेर्नलाई। सो आई एम रेडी विथ द ड्रेस। 아저씨 포카라에 있었어, 포카라. 네? 진짜? 포카라에 가면 안나푸르나라고 패러글라이딩 회사 있어. 그거 아저씨가 차린 거야. 네팔 좋아해요? 네팔 좋아요. 에베레스트 네팔 사람 착해요. आयो उहाँ पनि नेपाल गएर आउनुभएछ अरे पोखरामा अनि प्याराग्लाइडिङ पनि गर्नुभएछ। सो आज चाहिँ म कोरियामा प्याराग्लाइडिङ गर्दैछु। दिस इज माई फर्स्ट टाइम इन कोरिया एन्ड यो चाहिँ म ठाउँ पनि भनिदिन्छु तपाईँहरूलाई। इफ यु गाइज वान्ट टु नो मोर अबाउट द एक्ज्याक्ट लोकेसन एन्ड प्राइस रेन्जहरू मलाई कमेन्ट गरेर चाहिँ सोध्न सक्नुहुन्छ। 자, 이쪽으로 와요. 사진 찍을게요. 네. यहाँबाट चाहिँ अब हामी हम पाल्ने हो। मसँग एकजना कोरियन दिदी पनि हुनुहुन्छ होइन। सी अल्सो केम अलोन। अनि यहाँ फोटोग्राफरले पोज पनि सिकाइदिइरहेको रहेछ। ओ माई गड, कस्तो एक्साइटिङ पनि फिल भइरहेछ अनि डर पनि लागिरहेछ है। मैले पहिला नि गर्न त गरेको छु प्याराग्लाइडिङ, बट आफ्टर लाइक 1-2 वर्षपछि गर्न लाग्यो है। My Lord, bro. Let's practice. Let's practice. Walk faster. Run, all the way back. Don't stop. Don't stop. Don't sit down. Don't jump. Keep running all the way. Don't jump. First, just walk. Walk. Walk Faster. No. Okay. That's it? Yeah, okay. These are my stuff. यो सबै लाउनु पर्यो हामीले।
Concentrate when you think of, okay? Concentrate. Hands. Do like this. And look at the mount. Concentrating. Never look at the ground, okay? Okay. Never look at the ground. A little back. Come on. Yes. Are you ready? Yes. Wait a minute. Okay. Come on, are you ready? Yes. So 3, 2, 1, go! Going! Going! Very good, very good. Very good, very good. Roll all the way, Faster. Faster. Stop. Your hands inside here. Very brave. So, the final moment, as I told you, raise your feet up, practice. Okay, focus. Down now. Okay, good job. Wow. Very smart. मालूम है तेरे बाप को मत सिखा चल पंछी बनूं उड़ती फिरूं मस्त गगन अब देख तू अब तू गया बेटा अब तू गया देख भाई लैंड करा दे बस भाई मेरे मैं माता चून हूँ जो इसमें आया हूँ The best. You are the best. So guys, I just had great experience, not greatest but great experience paragliding in Korea हैन अनि मैले सोचे भन्दा एकदम रमाइलो किनकि मैले पहिला गरेकोमा चाहिँ त्यस्तो स्वर्ल गराएको थिएन हैन तपाईले भिडियोमा हेर्न सक्नुहुन्छ बाइल त्यो स्वर्लिङ मलाई कस्तो त्यो
केमा रोलर कोस्टरमा बसे जस्तै फिल भयो अनि एकदम रमाइलो भयो अनि आज त्यस्तो हावा धेरै नभएर चाहिँ धेरै फ्लाइ हुँदैन भन्नुभएको थियो अनि के भयो धेरै फ्लाइ गरेर नि काम छैन जति हुन्छ त्यतिकै राम्रो छ बट द एक्सपिरियन्स वाज ग्रेट अनि आई सजेस्ट यु गाइस तपाईँहरू पनि आउनु होला एकदम रमाइलो भयो एकदम मलाई पेट अहिले नि गुडगुड भइरहेछ सो द एक्सपिरियन्स वाज ग्रेट मस्ट ट्राई गाइस स्टफ फिर्ता गर्ने बेला भइसक्यो अनि म पनि थाकिसकेको छु हावामै उडेर होला भात पनि नखाएर होला ब्याक दिस अफिस दिस इज माई भिडियो त्यो अङ्कलले चाहिँ मलाई एकदम राम्रो कुराहरू सिकाउनु भयो होइन अनि प्याराग्लाइडिङ बारेमा पनि एकदम सजिलो तरिकाले भन्नुभयो भिडियो पनि एकदम राम्रो आएको छ विच यु गर्न सी इन माई भ्लग अनि के भन्छ एकदम रमाइलो भयो ठाउँ पनि राम्रो We're buying the most we can. There are many coffee shop, many food. Okay. Thanks so much. Thank you. It was nice meeting Are you you. gonna come again? Yeah, I'm sure I'm gonna come. Promise. Yep, I promise. I did yakso. Okay. Bye. Send Thank me you. messaging. Yeah. Okay. Okay. Bye. Okay. Bye. He was such a good person. He's such kind-hearted person. है मलाई यहाँसम्म छोडिदिनु पनि भयो अनि he told me कि यहाँ चाहिँ एउटा केभ पनि छ which I can go while I'm waiting for the bus. So let me see the bus timing first and then चाहिँ if time भयो भने चाहिँ I'm gonna go check the cave. बस बुक गरौँ यार मेरो टिकट चाहिँ 1 बजेको छ अनि it's just 11:55. Let's go check out the cave अनि त्यसपछि चाहिँ टाइम भयो भने चाहिँ क्याफे पनि छिर्नु बिकज आम नट द्याट हङ्ग्री मेरो केटाकेटीहरू लाइफमा जब एक्लै हिँड्नुपर्छ नि त्यति बेला एउटा कुराको कमी भन्ने चाहिँ के हुन्छ भने फोटो खिचिदिने मान्छे अनि फोटो खिचिदिने मान्छे स्पेसली अनि भिडियो क्लिक गरिदिने मान्छे भेटाउँदैन अनि जो मान्छे भेटाउँछ त्यो मान्छेहरूले चाहिँ राम्रो खिचिँदैन अघिको त्यो आजुसीहरूले मेरो पिक्चर्सहरू क्लिक गरिदिएको रहेछ है पिक्चर क्लिक गर्दैछ भिडियो त ल ठिकै छ भिडियो आई क्यान म्यानेज होइन भिडियो किनकि एडिटिङ गरेर अब काटकुट गरेर गर्ने हो सो भिडियो डजन्ट म्याटर बट पिक्चर्स क्लिक गरिदिनमा त हामीलाई पनि पिक्चर चाहिन्छ नि त तर त्यो म्यानेज त्यो ट्राई टु क्लिक माई पिक्चर्स मैले सिका जस्तै गर्न खोज्दा नि कहीँ खुट्टा काटिदिएछ कहीँ त टाउको काटिदिएछ कता हात काटिदिएको छ बट दे ट्राई सो द्याट्स सो स्विट अफ देम बट त्यो सेटिस्फ्याक्सन चाहिँ नहुने रहेछ क्या त्यही भएर इफ यु गाइज कमिङ टु दिस प्लेस अर कुनै पनि एडभेन्चर गर्न जाँदै हुनुहुन्छ भने एकजना साथी चाहिँ लिएर जानु इफ यु आर विलिङ टु टेक पिक्चर्स बट इफ यु आर नट विलिङ टु टेक पिक्चर्स एन्ड नट इन्टु पोस्टिङ थिङ्स देन चाहिँ एक्लै आए झन् राम्रो होइन किनकि मलाई पनि त्यस्तो धेरै पिक्चर त लिन मन तर कहिले काहीँ त लिन मन लाग्छ कि भ्यू यसो राम्रो भएपछि त कसलाई चाहिँ लिन मन लाग्दैन भन्नु न यो पुल बिचमा मैले अहिले एउटा पिक्चर लिएर हालिदियो भने वा But no, I have no one to take my picture. Sad life. म यो गुफामा त पहिला पनि एकचोटि पिकनिक कुनको सिन्धुपाल्को पिकनिकमा आएको छु यहाँ सिन्धुपाल्को पिकनिकमा पहिला पनि यो गुफामा आइसकेको छु कि दान्याङमै आइसकेको छु पहिला म हो त्यति बेला चाहिँ पानी परेर हो राइट त्यति बेला चाहिँ पानी परेर राफ्टिङ अनि के भन्छ प्याराग्लाइडिङहरू केही पनि गर्न मिलेको थिएन होइन त्यति बेला नै हामीलाई गराउँछ भने तर पानी परेर चाहिँ हुँदैन भनेर क्यान्सल गराएको थियो अनि वी अल वेन्ट फर केभ होइन अनि त्यही केभ रहेछ यो केभ त म बिर्सिन्न किनकि यो केभित्र म 1 घन्टा त्यो फेरि छिरेपछि भित्रै छिर्नुपर्छ नि त त्यहीँबाट निस्किनुपर्छ नि त एक्जिटबाट निस्किनुपर्छ अनि 1 घन्टा लगाएर म यो केभित्र छिरेको मेरो बाहिर निस्किँदा खुट्टाहरू त यसरी काँपिरहेको थियो क्या सो यो केभ त म फेरि जान्न यो हेरेर थाहा पाइसकेँ मैले होइन केभ बाहिरसम्म पुगेँ बट ओहो नो बट राम्रो चाहिँ राम्रो छ दोज हु आर गोइङ फर द फर्स्ट टाइम जानु भिजिट गर्नु केभ यहीँ नजिकै छ होइन बट म चाहिँ पहिल्यै गइसकेँ सो म चाहिँ जान्न भाइ म जान्न सो गाइज द्याट्स अल फर टुडे होप यु लाइक माई भ्लग सो हियर्स द ब्लन्डर अफ द डे यो लास्ट सेक्सन रेकर्ड गर्दाखेरि मेरो भोइस चाहिँ रेकर्ड नै भएको रहेछ भिडियो मात्रै रेकर्ड भएको रहेछ सो इन दिस सेक्सन आम गोना से बाई टु एभ्री वान
थ्याङ्क्स फर वाचिङ माई भ्लग टिल द एन्ड अनि मेरो च्यानललाई अझै पनि सब्सक्राइब गर्नुभएको छैन भने प्लिज सब्सक्राइब एन्ड डोन्ट फर्गेट टु लाइक सेयर एन्ड कमेन्ट अनि कमेन्ट सेक्सनमा जसले पनि म लोकेसन र प्राइसको बारेमा सोध्नुहुन्छ उहाँहरूलाई म पर्सनल DM गरेर चाहिँ लोकेसन एन्ड प्राइस रेन्जेसहरू प्रोभाइड गर्नेछु एन्ड थ्याङ्क यू फर वाचिङ माई भिडियो टिल एन्ड एन्ड डोन्ट फर्गेट टु लाइक सेयर एन्ड सब्सक्राइब टेक केयर बाई